अब चाहिँ मलाई यहाँबाट आएको छैन। रमाइलो हुँदो रहेछ यहाँनिर चाहिँ गाडीमा। मेला ग्राउन्डको यो कस्तो रहेछ भनेर चाहिँ हेरिदिनु पऱ्यो। मलाई यस्तो भिड हौ। ए यो त अब यताबाट जानु सकिन्छ होला नि, तर त्यहाँ बन्द हुन्छ फेरि अहिले। जाम पो भएको छ त यहाँ चाहिँ जोड जाम हुँदो रहेछ है। जाम चाहिँ हेर कालिम्पोङको मेन यो ठानडाँडामा चाहिँ यस्तो जाम छ। अब कुदाउनु चाहिँ साह्रै पर्ने रहेछ है। 0 को स्पिड छ। ल ठानडाँडा चाहिँ कता रहेछ त। एक राउन्ड चाहिँ एक चक्कर लगाइदिउँ यहाँ र भानुभक्त भइघाँसी यतातिर छ। यहाँ जताबाट कुदाउँदा नि हुन्छ है। वान वे बनाएर चाहिँ साह्रै भिड। यो चाहिँ ओह्रालो छ यहाँ चाहिँ। एक चक्कर घुम्यौँ न डम्बर चौकतिर। बाइक चाहिँ अब यस्तै छ, ओह्रालो यस्तो छ कि अब मेरो पनि यहाँनिर आज एक्लै कुदाइँदैछ है। यो अप्ठ्यारो रहेछ यहाँ हुनु चाहिँ हो। यहाँ कसलाई छोड्ने यस्तो त छ जाम। तर जामै भयो भने यी यसो चेपबाट छिराउने हो गाडी। छिर्दो रहेछ बाइक चेपबाट। यहाँ चाहिँ यस्तो रहेछ। छोड्दैन नि बाटो कहाँ यस्तो हुन्छ। यहाँबाट कुदाएर गात्री छ। छेउ गएको यो चोर बाटो हो। हामी पनि ब्याग बोक्नु पर्यो नि। यता जानु पर्यो भनेको कहाँ जाने हो? भएन अब यहाँ यता कुन जाने यो ब्याग अगाडिबाट छ कि यताबाट छिर्ने छ। यहाँबाट छिर्छौँ। छिर्दैन रहेछ हौ यहाँबाट। यहाँबाट म यस्तो जान्छु है। गाडी जान्छ यो गाडीमा जान्छु। ल गएँ म। अन्त बाटो कस्तो छ त यहाँ? यो ट्याक्सी स्ट्यान्ड। ओह्रालो चाहिँ खतरा छ है त्यहाँ। ट्रकलाई त जानु सकिँदैन। छ बाइक लागेन। बाइकलाई लाग्ने रहेछ। यताबाट छैन नि छिर्ने। भेट्छ यो बाइकलाई। कहाँ त्यतिकै छ त हो नि। हेर बाइक यस्तो अप्ठ्यारोमा छ कि त्यहाँ।
चाहिँ कुमुदिनी होम्स आइयो है अहिलेदेखि ओह्रालो रोड ओह्रालो छ यो चाहिँ कुमुदिनी होम्स केटाहरूले कोले पढेको थियो यो चाहिँ यो गाडीले रोकिन्छ बाटो ओह्रालो छ ओह्रालो छ हे थोरै ओह्रालो छ नि त डाउन पुरा डाउन हुन्छ ब्रेक लगाएर जानुपर्ने रहेछ अन्त यस्तो ओह्रालो छ कि यो ओह्रालो त यो पार्कमा चाहिँ आएर हामी म एक्सर्साइज गरेँ तलबाट हिँडेर आउँदै जगिङ नि यहाँनिरबाट चाहिँ यहाँ एउटा होटल थियो यो गार्डन किचनमा यस्तो अप्ठ्यारो बाटो चाहिँ यो ट्रक जाओस् हो ठिक छ जे होस् रमाइलो छ होइन भेट भयो होइन बाटो चाहिँ खतरनाक छ होला यहाँ ओह्रालो छ आमामा यता चाहिँ हाट बजार म जाने भनेको यता यो गाडीले पो दिएन त ए जाम छ वहाँ
पुरा जाम